सुन्दा अलि गफै लगाए जस्तो होला, तर डिलाइट अप्टिकल्सले चस्मामा छुट्टै पहिचान लिने कोसिस गर्दैछ। दिन प्रतिदिन यति धेरै धेरै नयाँ नयाँ आइटमहरू हामीले लिएर आएका छौँ, जुन आजको भिडियोमा चाहिँ यो अलिकति एक्स्ट्रा आइटमलाई देखाउने प्रयास गरिरहेको छु। यो छ 3 पिस छ सनग्लासेस। यसमा डिजाइनहरू फरक फरक छन्, कलरहरू पनि फरक फरक छन्। म तपाईँलाई बिस्तारै बिस्तारै सबै आइटमहरू देखाउने प्रयास गरिरहेको छु। यो भिडियो 2-4 मिनट अलिकति ढिलो हुनसक्छ, तर डिजाइनहरू सबै देखाउने प्रयास गर्दैछु। अब यो आइटम हो, यो एउटा आइटम जुन 3 पिस सनग्लासेस टोटली रेक्टेङ्गुलर सेपमा छ। ग्लास पनि टोटली ब्ल्याकमा, साइड लुक्स पनि बबाल छ। यसको डिजाइनहरू अलिकति फरक छ, अलिकति युनिक आइटम छ यो आइटम छ। अनि त्यस्तैमा अलिकति फरक कलरको चस्मा यो आइटम पनि छ। यिनी चस्माहरू सबै फरक फरक आइटम भएको भएर अलिकति सबै देखाउने प्रयास गरिरहेको छु। यसको खुट्टा पनि अलिकति पहिलाको भन्दा फरक छ यो आइटम। यो ग्लास पनि ब्ल्याक सेडेडमा छ यो आइटम। अनि त्यस्तैमा छ अर्को 3 पिस सनग्लासेस यो आइटम। यसको सेपहरू अलिकति एक्स्ट्रा, जुन अरूभन्दा। यो आइटम पनि आज मात्र झरिरहेको छ यो आइटमहरू। अहिले पछिल्लो समय युवा पुस्ताको लागि अत्याधिक रुचाइएको आइटमहरू यिनीहरू। यो चाहिँ ब्राउन सेडमा छ। अनि अर्को पनि छ हामीसँग यो एकदम दामी दामी आइटमहरू झरिरहेको छन्। घामको लागि एकदम शीतल हुने युभी प्रोटेक्सनवाला ग्लासहरू सबैमा इन्क्लुड छ। प्लस लगाउनु पनि एकदमै हल्का, लगाएको नलगाएको थाहै हुँदैन यो वाला आइटमहरू। अनि त्यस्तैमा अलिकति फरक कलरको प्लस फरक डिजाइनको यो आइटम पनि छ, फरक डिजाइनको चस्मा। त्यस्तैमा अलिकति फरक आइटम यो पनि छ। सबै कलर अप्सनहरू हामीसँग अभाइलेबल छ यो आइटमहरू। आज मात्रै झरेका नयाँ नयाँ आइटमहरू जुन पोखरामा चाहिँ फर्स्ट टाइमै हुनुपर्छ यो आइटमहरू भर्खर मात्र झरिरहेको छ। युवा पुस्ताले अत्याधिक रुचाइरहेको आइटमहरू यो छ। नर्मल्ली पावर राखेर लगाउँछु भन्नुहुन्छ भने पावर पनि राख्नु मिल्छ यिनी आइटमहरू। त्यसैमा कसैले नर्मली यत्तिकै लगाउँदा मोबाइलहरू हेर्दा, टिभीहरू हेर्दा, ल्यापटपहरू चलाउँदा पनि ब्लु कट वाला ग्लास चाहियो भन्नुहुन्छ भने त्यसैमा अलरेडी ग्लास इन्क्लुड भएर आएको छ यो वाला। यो सेप छ, यसमा चाहिँ अरू अरू फरक सेपका पनि छन् हामीसँग। यो सेप पनि छ, यो रेक्टेङ्गुलर सेपको यो वाला आइटम। मैले अघि नै भनिसकेँ तपाईँहरूलाई यो चाहिँ अलिकति भिडियो अलिकति लामो हुनसक्छ, तर डिजाइनहरू फरक फरक भएको भएर तपाईँहरूलाई सबै आइटमहरू देखाउने प्रयास गरिरहेको छु यो आइटमहरू। अनि अर्को आइटमहरू पनि छ यो आइटमहरू। यो आइटम देख्दा उस्तै उस्तै देखिन्छ, तर यसका डिजाइनहरू टोटली फरक फरक आइरहेको छ। त्यही भएर सबै आइटमहरू देखाउने प्रयास गरिरहेको छु यो आइटमहरू। योहरू सबै आइटमहरू फरक फरक छन् आइटमहरू। कुनैको खुट्टा अलिकति फरक छ, कुनैको ग्लासको डिजाइन फरक छ, कुनैको सेपहरू फरक छ। सबै फरक फरक आइटमहरू। अनि यो 3 पिस भन्दा अलिकति फरक आइटम जुन युवा पुस्ताहरूले अलि लगाउने आइटम अलिकति एक्स्ट्रा, यो चाहिँ अरूभन्दा छुट्टै आइटम छ यस्तो वाला आइटम। यो चाहिँ टोटली ब्ल्याक फ्रेममा छ, खुट्टा पनि अलिकति मोटो छ। यस्तो दामी युनिक आइटम छ यो वाला। अनि यसैको चाहिँ अलिकति फरक कलरको मसँग यो गोल्डेनमा पनि छ। गोल्डेन प्लस सिल्भर, यो चाहिँ सिल्भर प्लस गोल्डेनमा पनि मसँग अभाइलेबल छ यो आइटमहरू। कसैले अलिकति सानो चिटिक्कको लगाउन मन पर्ने ग्राहकहरूको लागि चाहिँ यो पनि काइदावाला आइटम हो। यस्तै यस्तोमा यो वाला आइटम पनि छ। यस्तै नयाँ नयाँ आइटमहरू हामीसँग टन्नै मात्रामा झरिरहेको छ। यस्तै चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो पसलको लोकेसन रहेको छ पृथ्वी चौक बसपार्क पोखरा, साग ट्रेडिङ कर्पोरेसनको गेटमा। धन्यवाद।